मृत्युञ्जय कुमार झा। यो हामीले मेरो पछाडि देख्दै हुनुहुन्छ यो हुलाकी सडक हो। यो हुलाकी सडक विगत 2076 सालमा नेपाल सरकारबाट श्रेष्ठ कन्स्ट्रक्सनले ठेक्का लिएर 3 वर्षमा काम सम्पन्न गर्छु भनेर भनेको थियो। श्रेष्ठ कन्स्ट्रक्सनले मोबिलाइजेसन फन्ड लिएर बेपत्ता भएको आज 6 देखि 7 वर्ष भइसकेको छ। यस भेगका यो हुलाकी सडकको कठहरी खण्ड हो। यस भेगका जनता 7 वर्षदेखि पानी बर्खाको महिनामा विलम्बित रूपमा हिँड्नु बाध्य छन् भने पानी बर्खा हिउँदो महिनामा चाहिँ ठुलोले हैरान र शास्ति खेप्न बाध्य भएका छन्। हामीले पटक पटक 4 वर्षदेखि सर्वदलीय सर्वपक्षीय एउटा सडक निर्माण तीव्र गतिमा होस् भनेर हुलाकी सडक हामीले सङ्घर्ष समिति बनाएका छौँ। हामी लगातार आन्दोलित छौँ र पनि विगत 6 महिना अगाडि जिल्ला प्रशासन कार्यालयमा हुलाकी निर्देशनालय र जिल्ला प्रशासन कार्यालय र हाम्रो आन्दोलनकारी बीच भएको सहमति अनुसार श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का तोडेर अब अपग्रेड गरेर नयाँ ठेक्का लाउने कुरा भएको थियो र त्यो पनि 6 महिना बितिसकेको छ र यो फाइल भौतिक पूर्वाधार मन्त्रालय हुँदै अहिले अर्थ मन्त्रालयमा छ। अर्थ मन्त्रालयको बजेट शाखामा छ र अहिले नयाँ बजेट निर्माण हुने क्रम तीव्र रूपमा अगाडि बढेको हुनाले म सम्पूर्ण आम जनसमुदाय लगायत सरोकारवाला सबैलाई आग्रह गर्न चाहन्छु, सबै पक्षले अहिलेका वर्तमान अर्थमन्त्रीलाई दबाब दिनु पर्यो, नेपाल सरकारलाई दबाब दिनु पर्यो र मैले पनि आफ्नो तर्फबाट वर्तमान प्रधानमन्त्री भालेन्द्र शाहजीलाई, अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्पूर्ण जानकारी चाहिँ सोसियल मिडिया लगायत उहाँको वाट्सएपमा दिइरहेको छु र सबैजनाको दबाब भयो भने यो बाटो यसपालि स्रोत व्यवस्थापन गरेर सरकारले पैसा राखिदियो भने आउने वर्षमा यो बाटो बन्ने निरन्तरता काम सुरु हुन्छ भन्ने जानकारी गराउँदै सर्वपक्षलाई दबाब दिन म आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद।